वेलकम ब्युटिफुल प्लेस अफ नेपाल। आज चाहिँ हामी तपाईलाई फेमस टेम्पल नागार्जुन नगरपालिका 3 स्टेट आकाश मन्दिरमा लिएर जाँदैछु। यसलाई सिंगल ट्रे पनि भन्दो रहेछन्। यस्तै भिडियो हेर्नको लागि चाहिँ पहिला मेरो च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु होला। हेर्नु है त, अब तपाईलाई स्टार्ट हुँदैछ। हेर्नु सक्नुहुन्छ हामी चाहिँ कलङ्गीबाट अलिकति उता गएर स्वयंभूभन्दा अलिकति उता कलङ्गीभन्दा बिचमा माथि चढ्छौँ नागार्जुन नगरपालिका 3 मा। त्यहाँ चाहिँ अब आकाश देवीको यात्रामा हामी हिँडिरहेछौँ। हेर्न सक्नुहुन्छ कति राम्रो मन्दिर छ। देवी माताले चाहिँ धनुष लिएर बस्नुभएको छ। यो काठमाडौँको पौराणिक मन्दिरहरूमध्ये एक पर्दछ। यसमा हेर्न सक्नुहुन्छ एउटा मात्र ट्री भएको हुनाले यसलाई चाहिँ आजकल सिंगल ट्री पनि भन्ने गरिएको रहेछ। हेर्नुहोस् त, राम्रो छ। हेर्नुभयो त कति राम्रो देखिनु भएको छ। जय आकाश देवी माता की जय। जय आकाश देवी। हेर्नुहोस् यो चाहिँ सबभन्दा पुरानो ठापना रहेछ। हेर्नु सक्नुहुन्छ। अनि पछि चाहिँ यो मूर्तिमा विकास गरिएको रहेछ। यता हेर्नु त पर्यटकको लागि चाहिँ धेरै राम्रो चाहिँ अहिले यसमा चाहिँ सुधार गरिएको रहेछ। आधुनिक त देख्न सकिन्छ। चारैतिर एलइडी लाइटहरूले उज्यालो झकमक्क भनौँ न। यो सिंगल ट्रेलाई आफैमा विशेष बनाएको छ यो एलइडी लाइटहरूले चाहिँ। हेर्नुहोस् यहाँ चाहिँ यो ठाउँमा चाहिँ गएर चाहिँ फोटोहरू सुट गर्ने रहेछन् मान्छेहरूले चाहिँ। अनि त्यहाँबाट चाहिँ काठमाडौँको चाहिँ पुरा दृश्य देखिँदो रहेछ होइन, देखिने रहेछ। त्यसको अनुभव हामी पनि गर्नेछौँ होइन। अब अघि बढ्दै गर्नु हेर्नु त्यो झन्डा फरफराइरहेछन्। जबसम्म चन्द्र सूर्य रहन्छ हाम्रो देश नेपालको नाम नेपाल रहन्छ भन्ने उसको व्यक्तित्वले गर्दाखेरि चाहिँ त्यहाँ राष्ट्रिय झन्डा राखिएको हुनसक्छ। अब हेर्नुहोस् नजिकबाट तपाईँलाई अब म देखाउँछु। हेर्नुहोस् कति राम्रो देखेको छ है लाइटमा। यहाँ चाहिँ रमाइलो हुने नै रातिमा रहेछ कि। हेर्नु न कस्तो देखिएको छ नि त, कागजको बाक्सहरू राखेको जस्तो देखिरहेछ काठमाडौँ त। अनि यहाँ मान्छेहरू चाहिँ एकदम कुराहरू गर्न समय व्यतीत गर्न चाहिँ यहीँ आउँदो रहेछ नजिकका मान्छेहरू चाहिँ। कस्तो देखेको छ त सलाइको बत्ताहरू जस्तो। यस्तै भिडियो चाहिँ हेर्न मन लाग्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला होइन। यो भिडियोलाई चाहिँ लाइक गरिदिनु होला अनि सेयर गर्नु होला आफ्नो साथीहरूलाई।